चार्ज मेरो त्यो सक् घाम खाने अब त्यसलाई अलिकति तातो पकाउनु याद आयो ए अब जस्तो त्यस्तै खाने हो घाम हड्काल्दै छ कसले गल्छ भने काम नभएर होइन एक्सपिरियन्स हुनुपर्छ अलिक पल्टाउँदै गरे जापानीमा भन्ने काले सर तत्तिको दसैँ के तासै रे जापान जानी भयो मासु सिक्ने हो नि मासु पाक्यो र नानी यो अलि झोल सुक्नुपर्छ यो कोदो आयो रे कोदो कोदो आयो भनेको कान ठाडो गरे आयो त सरले झोल जाडको सुकेचमले दाल पानी त खतरा भएछ धन्न डरेन छ है पानी थप्नुपर्छ खोइ त हेर डरेन के धन्नले डरिन सक्यो क्या पानी हाल्नुपर्छ रोक्न है हात पनि ढेडो नबनाऊ है सेम त्यस्तो भएछ के भयो धेरै भएछ के धेरै पानी थोरै भएछ भन न पानी धेरै भएछ पानी धेरै भयो लड खिर थोरै दुध हालिदियो भने त खिरै हुने रहेछ त अब के गर्दै खाने अर्को ठाउँ पकाउँदियो गर्ने छाममा बनाउने घाम खाने अब त्यसलाई अलिकति तातो पकाउनु याद आयो ए अब जस्तो त्यस्तै खाने हो घाम हड्काल्दै छ कसले गल्छ भने काम नभएर होइन एक्सपिरियन्स हुनुपर्छ अलिक पल्टाउँदै गरे डढेर के चट्ट अब यससँग कोदोको रक्सी प्वाक्क हान्दैछ फ्ल्याट हालि चाहिँ सुरु गर्छ कि अब छिटो त यो मासु पुरा यो मासु सक्का त्यो गरम भनेको मासु पलाउँछ चिम्टी छैन है जाँदा गर्न दाइ ल्याइदिन्छ ल्याउँछ कि अब सकाउँछ खा दिमा ओइ सुरु गर गरे यो अलि पाक्न टाइम लाग्छ त्यही दिन्छ चिम्टो छैन मासु पाङ लाग्यो भने त कति छिटो उठेर आउने रहेछ यो पनि अब के काम त त्यहाँ अब त्यो मासु त भयो त्यही बत्ती भयो छोड्दै नआएपछि छोड्दै पाके सही भा सही अक्खा कालो कालो यो पुरै अन्धकार ल आए ल डायमन्डको गीत आउँला अब मर्यो पानी हालेर जा बस्न जा बनाउँछु त्यही खाना कति मिठो हुन्छ कत्रो यत्रो यो यता पाक्दैछ ग्रेभी धुवा लास्टै भयो कि तेरि कस्तो लाइट बालेको कि मिलाएर खाए नै भयो नि खाए मुजी ढुङ्ग्रा हाल्दैन ओए भण्डु के भयो ढुङ्ग्रो फेमस छ यहाँ मुला ढुङ्ग्रै मलाई खाना म त खा ढुङ्ग्रो खा मोज खा पक्कै खा के भन्नु बात नानी भाइ खानी हो त खानै खान खाना भने
बट्टी के भएको त कुनामा बसेर गुड्केला उनी खाना खाँदा त्यो कुनातिर को बसेर खाइरहेको है अँध्यारोमा अनुहार देखे होइन यता है दुईजना जुत्ता मात्रै टल्किया मुझे मान्छे देखे होइन बोका यहाँ फुरै छ ए भन्दा त गुडमा भात पनि खान्छ अरे खानी हो खै मैले त अलिकति थोरै हाल्नुमै भात दिएर खानु हाम्रो मास्टर सेफ आजको वना नल्नी बोका मनोज जान्छ मास्टर सेफ गेडा फाल्ने डाँट फाल्ने मागी राख्ने ल यार गजेडीहरू यो डायमन्ड रविन्द्र श्रेष्ठ सुशील तामाङ यस्तो माल लिएर खाँदै के चाहिँ चिसो के चिसो भन्यो राख्नु लाग्दैन है अरू ठाउँ पाइन उहाँ राख्ने त खै म खान्छु बरु एक मुखै पट्टु यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू गति तर्फे फर्किरहे फर्की तिमी आएनौ वेदनामा फर्की तिमी आएनौ वेदनामा सङ्गीत रचे सुनियो सङ्गीत मेरो अमर रहो यो गीत हाम्रो मुझे घरै पुगेर भयो 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 बिस्तारै खान्छ अहिले ह्यापी बर्थडे पाङ्रा सान फेरि गेम भइछ भने कतै गयो भने फेरि आम्ला यता कतै हैन पाङ्रेको बर्थडे आयो त पाङ्रे पाङ्रे बर्थडे भएन त्यसले यार बिना का सुचो र छिनी बक र उको सुचो भइसकेछ रातो सुजादाले बाङ्रेला रातो यहाँ से इटाकेगा कुन कलरको भन्नु बाटो राम्रो धुवाइको हावाले
डुम्बा गुड मर्निङ ओ उठै थारू है भन्नाले भाइ त फ्रेस भएछ घर घर गरेर आमा सर अझै पनि सिराई चुली खतरा खतरा युनिक पोस्ट सिराई चुली ठीक छ तँ चाहिँ पोस्ट किन्नु पोस्ट किन्नु भन्नु तँ क्यामेरा बेच्न थाहा हेर्नु उयो माथि हेर्न यस्तो मा झुम्काना तिमीलाई कसले किनिदियो यो हामीसँग कुकुर ल भण्डारी भाइको पनि इन्ट्री भयो को छोड्यो तैँले कहाँ आइपुग्यो भन्टे भाइ आइपुग्यो ऱ्याम्बो अरू अरू सिराई चुली आगो केटाहरूको पारा यहाँ मुझे कोही तास खेलेर बस्या कोही उतातिर पल्ट्या कोही यता भुस डाँडा चढेको गरे केटाहरूको हालत यस्तो छ यहाँ अब के भन्ने गिजवोक हरे राम जय श्री राम यस्तो छ डाँडा यता सिराई चुली तास खेल्नको लागि अब डाँडा भन्ने हो कस्तो नाटक बढी बाटो त सिराई चुली ट्रेकिङ पटे तल तल पटे हाम्रो काले कुकुर नै आइरहेछ पछि पछि ल अब एकछिन रेस्ट कार्यक्रम ए त्यो डाँडाबाट आएको त्यो डाँडाको टुप्पोबाट तर हिँड्न त फेरि खड्गा नि हिँड्छ हौ उकालो ओह्रालो त त्यो रन्डेन बक्सा नि भेटेर हिँड्छ भारी बोकेर नि अगाडि हुन्छ त्यो त अब हामी यो बाटो यो बाटो यस्तरी एक पहाड एक रन मारेर जानुपर्छ अब एकछिन विश्राम अनि हिँड्ने फेरि अब भरे फर्किने बाटो यो पुरै त्यो झर्नुपर्छ हाम्रो छैन नि त उसको त सँग
बाटोमा जाँदा फाल्दैन मान्छे घाटतिर खाइदिए भाइ त उता सक्दिनु जाँदै खाँदै बस्यो खा यही हो ल माथि डाँडाबाट आइपुग्यो यता हाम्रो बाइकहरू छ यो चाहिँ हामी बसेको घर यहाँ धारा तपाईँले मुदिरहेको केटाहरू भर्खर आइपुग्यो हामी बाइकहरू यसरी राख्यो यता यो चाहिँ हामी बसेको घर अब घरभित्रको स्थिति बल्ल उठ्यो मान्छे डाँडा पुगेर आइसक्यो ल यो चाहिँ हामी वासस्थान हाम्रो वासस्थान यो त अघि नै आइपुगिसक्यो त आएर नि चौचौ भनेर रेडी भइसक्यो यो चाहिँ हामी सुतेको कोठा ठिकै थियो कोठा त्यस्तो त्यो थिएन यतापट्टि नि छ बाल्कुनी फेरि यो यता बाल्कुनी अनि यता फेरि यता नि खाट छ अब यहाँबाट सिन चाहिँ हिजो हामी बारबेक्यु गरेको त्यहाँ कलौटे भाइ बल्ल उठिरहेको रहेछ फेरि यहाँ अब तल गएर भात खाम होला भात पनि आयो अब भात पनि आयो यस्तो भात छ खोले भात मासु टक्क खानु पर्यो अब खानै पर्यो के गर्नु खानै पर्यो के गर्नु खानै पर्यो कसको भात हो क्या यो माखाले खानु लाग्यो यार हामी चाहिँ झरेर अब ट्याक्क एकछिन रेस्ट गरेर यहाँ पाङ्ग्रे यहाँ बाइक धुँदैछ सिल पाएर बस्दै एकछिन माथिबाट झरेर आएको पछाडि केटाहरू बाइक धुँदै हरेक ग्रुपमा देखाउनु पर्यो नि सबलाई यस्तो चिट पारेर बसिदियो भनेर पाङ्ग्रे बोतल बाँच्छ सुन पाउँछ भनेर बोतल कस्तो रहेछ माल हिजो बुढोले दिएको कता कता डाँडा यताबाट आएको हामी यता 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 हुँदै माथि माथि जय शम्भु कोपार केटा कोपार भात खान पाएन बिहान किलो भात खाइहाल्यो पौडी खेलेर अब हामी ब्याक टु होम चलिरहेको थियो ल ल ल 1 2 3 पाण्डु किन खेल्यो त केही हुँदैन भनेको ल बुझी अब ल खेल्छ कि खेल्दैन